जो मान्छे आफूसँग हार मान्दैन उसलाई संसारको कुनै शक्तिले हराउन सक्दैन। जिन्दगीमा हार र जित आइरहन्छन्, कहिले परिस्थितिले थिच्छ, कहिले आफ्नै मानिसहरूले साथ छोड्छन्, कहिले मेहनतको फल पनि ढिलो आउँछ। तर यति हुँदाहुँदै पनि जो व्यक्ति आफ्नो लक्ष्यबाट पछि हट्दैन, आफ्नो आत्मविश्वास गुमाउँदैन र प्रत्येक असफलतालाई सिकाइको रूपमा लिन्छ, उसले एक दिन अवश्य सफलता प्राप्त गर्छ। दुनियाँले तिमीलाई कमजोर भन्न सक्छ, असफल भन्न सक्छ, तिम्रो सपनामाथि हाँस्न सक्छ, तर जबसम्म तिमी आफैले हार स्वीकार गर्दैनौ तबसम्म तिमी वास्तवमा हारेको हुँदैनौ। त्यही भएर याद राख, हार परिस्थितिले होइन सोचले गराउँछ, जित भाग्यले होइन निरन्तर प्रयासले दिलाउँछ। त्यसैले सङ्घर्ष गर, धैर्य राख अनि अगाडि बढ, किनकि आफैसँग जितेको मान्छे दुनियाँसँग कहिल्यै पनि हार्दैन।